मलाई यति बजिसक्यो यो मान्छे कहाँ गयो आज जहिले पनि खाने बेलामा कहिल्यै घरमा आउँदैन कुकुर जस्तो लखर 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 डुल्छ भोलि त कुकुर दिदीको डुल्दैन होला यो मान्छे जस्तै होस् हामी खाँदै गर्नुपर्छ अब जतिसुकै बेला आएर खाइरहोस् ए अब पो थाहा पाएँ हाम्रो बाबा त कुकुर पो रहेछ यति रिसाइरहेको रहेछ डल्ले जान्छोस् आज स्टोर रुममै बस्नुहोस् ए बाबा कहाँ जानुभएको नानी सुन न म मलाई नभन्नु ल म आएको छ भनेर बुझ्यौ म स्टोर रुममै लुकेर बसेको छु आज पुरा रिसाइरहेको छु म त्यही बस्दैछु नभन्नु है ममालाई कुकुरलाई त्यो भात बाहिर लगेर बाबा लुगा यो त अन्त कुकुरलाई दिने भाँडा पो त किन मलाई यो भाँडामा दिएको भात मम्मीले तपाईँलाई सधैँ डुल्ला कुकुर भन्छ त्यही भएर कुकुरको भाँडामा ल्याइदिएको ए म त अब कुकुर भएछु है अब यो घाँटीमा चेन लगाएर गर्दै बस्ने बेला आएछ नि मेरो पनि थेट यस्तो पनि हुन्छ र यस्तो पनि हुँदो रहेछ जिन्दगीमा